हेलो गाइज वेलकम बैक टू माई न्यू एन्ड अनदर भिडियो। आज चाहिँ तिहारको सब तयारी हुँदैछ यहाँ। म यसले काटिरह्यो अनि यता आलु आलु र बोडी अनि यहाँ रोटी छ। यहाँ रोटी पकाउँदै हुनुहुन्छ। यता के छन् सबै खानी हामीले भन्नु सबै खानी हामीले। यहाँ मोहनलाई ठ्याक्क मैले चाहिँ ब्रस गर्न लाग्थेँ। कोलगेट यहाँ गाइज अनि यहाँ आलु छिल्दै के आई डोन्ट नो। मम्मीले त के लिएर जानुभयो पानी। मोहन दाइले बेरीहरूको कुरा लाउँदै बस्नु भयो। मैले ब्रस गर्छु के गाइस। यहाँ यत्रा अमीरों का फल एवोकाडो बन्छ। गाइस यहाँ चाहिँ आलु छिलेर भ्याइयो। मैले ब्रस गरेर यहाँ भ्याएँ। अब मलाई नुहाउन मलाई पानी देख्ने बित्तिकै डर लाग्छ। एभोकाडो त भने नि यहाँ चाहिँ यस्तो उसहरू छ। यो काटेर कसरी मुख गर्ने। यहाँ हाम्रो दिदी हुनुहुन्छ। टक्क यहाँ यस्तो छ व्यवस्था। अझै रोटी पकाएर होइन भ्याइन्छ। आज रोटी अहिले 12 बजीसम्म भ्याउने हो। त्यहाँबाट यही खाने कान्छा अथवा खानु केही छैन। बाहिर अचार बन्दैछ, तरकारी पाक्न लाग्छ। त्यहाँबाट त्यही खाने कान्छा आज। यो भलायो गाइज। यसको चोप लगाएको यहाँ हेर्न सक्नुहुन्छ। यहाँ घाउ भयो भला उत्रियो चोप लगाएको थियो त्यही भएर। गाइस मैले चाहिँ भाइ मसला बनाउँदैछु है। यो के हो त अहिलेको? त्यही राख त मैले यहाँ बनाउँछु के त्यही राख न दिदी। यो काजु हो, यो बदाम हो, यो त्यही हो। बुढाहरूले धेरै काजु बदाम खान्न नि। हुनै हुन्न हुन्छ के त त्यो खरी के त म त तल जार जाबे त्यही हर्जेछु के को खाएको बनाइदिएको त हामीले खानु पर्यो नि। हुन्छ के यता नि हालौँ न। एउटा चक्लेट यता नि हालौँ। के हुन् कोही नाबिया कबेलेको बिहा हँ पर्सीको बिहा हो र पर्सि बिहा जस्तै त छ होइन हो।
त्यस्तो किन्दै बस्ने रहेछ यसले यति भए हुन्छ बुढाहरूले धेरै उक्कर खानुहुन्न अझै दुईटा हाल्दै यो एकै ठाउँ जम्मै मिसाइदिस् नसकेपछि हामीलाई नि हामीले यो अनि तल क्र्याप्स भन्नाले ब्राउन भन्छ क्या ब्राउन त्यहाँ ढुङ्गा पुरा आइरन भयो अनि यहाँ यो नि रेडी भयो हामीले यहाँ आउने भन्ने सोच्थ्यो तर घामले गर्दाखेरि कहाँ लागिन्छ अझै स्योर भएको छैन गाइज यहाँ टिका यो बाहिर थियो मासु काट्दै हुनुहुन्छ ग्रान्ड फुल भयो हुनुहुन्छ कान्छो भाइ भनेर पहिला लाउन खोजेको अरूलाई ल्याइदेऊ यति ढुङ्गा बाँच्छ गाइज गाई यहाँ यस्तो राख्यो यता राख्ने यस्तो राखिन्छ केही भन्नुहुन्छ गाइज मैले चाहिँ कपडा लगाइसकेँ है गाइज मैले कपडा लगाएर प्याक रेडी म होला नि सुरुमा बस्ने त लक्ष्मी दिदी आउनु राख्यो मोबाइल नचर्छ गाइज कहाँ हो दिदीले हामीलाई घाममा डढाएर आफू जस्तै बनाउनु खोज्नु कालो 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 हाम्रो डल्लुलाई राम्रो गरौँ अनि भाइका गर जति हटेर जाउँ दिदीलाई सधैँ माया गर सानीलाई पनि मन मने भन्छ सबैजनालाई राम्रो होस् दिदीहरूलाई सधैँ चिने भाइहरू अगाडि बढौँ रङ हेरेर गर्नु के भिडियो के फोटो सानी खोइ त छोरी तिम्री कान्छाबाट भिडियो गराइदिनु ल नगर भागेर जाउँ मोबाइल त्यो पोल्निँदै है यसले त राम्रो होस् राम्रो होस् नगर उडेर होइन भागेर गर जति जाउँ के मस्त नगर जाउँ हातले त नेचुरल भनेको नेचुरल हो तँलाई लगाइदिनु नेचुरल लगाइदियो नि हुन्छ छोडिदिनु त्यो पातमा झन् झेउ समा बस मासतिर कि तलतिर
तलबाट जता मन लाग्छ त्यता एउटा तलतिर एउटा सुन मास्टर पहिला बुढोबाट लगे दिनेश एउटा लियो लागि अरू होइन कि सबै सुरुबाटै गर्ने त्यता हेर कस्तो लाग्ने कपाल पर्यो सिगा म समात्दैन यिनीहरुका हामीलाई पूजा न पूजा पहिला पूजा पूजा नाटक नगर तिमीले पनि हैन पाइयोस् तिमीले हैन के पूज्ने मैले पनि केही हुन्न मेरो बुन्डु हो ल ल ल केटा मलाई समाता है ए म भिडियो सुन केटा चारतिर अरे ल अब के खुवाउने कार्यक्रम हो ल होइन भयो छो पछि भयो खुवाउने यार आफल मात्रै खान्छन् हजुर ओखर के लास्ट ओखर ओखर परे तिमीले खुवायौ र ल न नगर काजु नि खाइदिनु मैले नि खुवाइदिएको छु है बोक्रैसित खुवाइदिए मैले यतैबाट खुवाइदिएको यिनीहरूलाई बल्ल पानी हो के ल न बोक्रो नहुनु है बोक्न होइन कि है पानी खोइ त हामीलाई दिदिए दिदीलाई खुवा दिदीलाई खुवाउ नै लौ न मलाई नि खुवाइदिएन क्यामेराम्यानले क्यामेराम्यानलाई खुवाएन टिको यस्तो भयो मलाई त्यो र यार यस्तो त भएन नि त हो यो दे त उसले शनि गान्धीलाई ल खास रोटी हो के खुवाउने भिडियो चाहिँ कडा बनाइदिए माथि ल दिदी पानी भएन के जानु भएछ ल दिदी पानी भए भिडियो बनाए के भिडियो बनाएको छ ल अब हजुर टिभी आउनुहुन्छ ल ल ल मेरो भाइसित खिच्दा फोटो वहाँ जानु रे अब वहाँ जानु रे ए खुवाउनु पर्यो नि दिदीलाई यता यता खिच त खुवाउँदाखेरि टक्क खिच है मखमली उन्दा मार्ची जान फुल्दा ल ल खुवाउने यार आफल मात्रै खान्छन् हजुर ओखर के लास्ट ओखर ओखर परे तिमीले खुवायौ र ल न नगर काजु नि खाइदिनु मैले नि खुवाइदिएको छु है बोक्रैसित खुवाइदिए मैले यतैबाट खुवाइदिएको यिनीहरूलाई बल्ल पानी हो के ल न बोक्रो नहुनु है बोक्न होइन कि है पानी खोइ त हामीलाई दिदीलाई खुवा दिदीलाई खुवाउ नै ल खास रोटी हो के खुवाउने भिडियो चाहिँ कडा बनाइदिए माथि ल दिदी पानी भएन के जानु भएछ ल दिदी पानी भए भिडियो बनाए के भिडियो बनाएको छ ल अब हजुर टिभी आउनुहुन्छ ल ल ल मेरो भाइसित खिच्दा फोटो वहाँ जानु रे अब वहाँ जानु रे ए खुवाउनु पर्यो नि दिदीलाई यता यता खिच त खुवाउँदाखेरि अमेरिका बिहाइन त कसैको आएन धेरै नखाइदिएको अपमान गरेकोस् ल ल्याउनु ठिकै छ यही
मलाई नि रुमालै दियो हुन्छ ल म मलाई दिदीहरू दिन्छन् के त दक्षिणा केही पनि हुँदैन भाइहरूले लिन पनि केही ल्याउनु नपाएको खण्डमा रुमाल सबै छौ भने रुमाल ल्याउनु हुन्थ्यो कि भन्दैन फोन गरेर दिदीलाई फोन गरेर एउटा मलाई दिनु आइसाबाट टिको लाउन आउँदा लिएर आउनु पैसा खस्नु अब आइसकेर त कहाँ छोडौँ ला पैसा सुनका खोइ मलाई दिनु एउटा दुईटालाई मात्रै रुमाल हामीलाई होइन गाइस टिको लाएर भेयो खाना खाएको भाग आगो पाटमा ठ्याङ्क राख्छु राजा ल बडा कममा रात्नु Hey!